व्हाट्सअप गाइज म झ्यालबाट बाहिर हेर्दैछु कि म झ्यालबाट बाहिरबाटै देखाउँछु यता। सो वी आर लाइक हामी 12 कक्षाको स्टुडेन्ट, मतलब म 12 कक्षाको स्टुडेन्ट। अब भोलिबाट बोर्ड एक्जाम छ कि मेरो। भोलि मतलब भोलि नै बाह्र हो कि, भोलि 8 बजे, यति बजे अहिले 8 बजिरहेको, भोलि 24 घन्टा बजे लाइक मेरो बोर्ड एक्जाम मैले लेखिरहन्छ कि भोलि इङ्ग्लिसको एक्जाम। एन्ड वी आर लाइक यहाँ पिन्जरामा फसेको प्राणी जस्तो छौँ हामी अहिले। हाम्रो अवस्था त्यस्तै छ किनभने बोर्ड भनेपछि किन खै संसारले हामीलाई डर बसाइदिएको कि गाइस। बोर्डको डर भनेपछि बोर्ड हो भने चाहिँ डराउनु पऱ्यो, जिन्दगीमा बोर्ड हो भने चाहिँ डराउनु पऱ्यो, अरू कुरा थाहा छैन है। हामी मान्छे होइन, हामीलाई मतलब छैन जिन्दगीमा, डर लाग्छ लाग्दैन नि मतलब छैन। तर बोर्ड एक्जाम भने चाहिँ डराउनु पऱ्यो। अब के भन्नु म त, अब एसईलाई आइरन गेट होइन, कुन गेट हो, गोल्डन गेट। ओके, एसईलाई गोल्डन गेट भन्यौँ, हामी बाहिर आयौँ होइन, एसईबाट बाहिर आयौँ। हो यास, गोल्डन गेट पार गऱ्यौँ। 11-12मा स्कलरसिपको लागि लड्नु पऱ्यो, स्कलरसिपको लागि लड्यौँ। कलेजले दिनै पऱ्यो, जबरजस्ती दियो नै, अलिअलि उठाउनु खोज्यो त्यही पनि दियो। अब 12को फाइनलमा आइपुग्यो होइन। अब हामी 12को फाइनलमा आउँदाखेरि चाहिँ म अरू केही भन्न चाहन्न, मेरो भिडियो बनाउनुको त्यस्तो केही रिजन त छैन, तर मतलब अलिकति दुःख चाहिँ हो 12 कक्षा आने चाहिँ। ओके, अब 12 कक्षा फेरि आउँदैन नि त, म फेल हुँदिनँ होला। अनि फेरि यसो यही मोमेन्ट त आउँदैन नि त, भोलि एक्जाम छ भने चाहिँ अघिल्लो दिन 24 घन्टा अगाडिको यो मोमेन्ट त आउँदैन नि त जिन्दगीमा। अब फर्केर आउँदैन नि त यो मोमेन्ट, कहिले चाहिँ आउँछ र होइन। टाइम कहिले फर्केर कसको लागि फर्केन नि, टाइम एन्ड टाइम नेभर कम ब्याक भनेर बच्चादेखि पढेँ। सो मात्र भन्न चाहन्छु कि गाइज भोलि एक्जाम छ, हजुरहरूको नि एक्जाम होला, आई होप हेर्नु होला। 12 कक्षाको स्टुडेन्टहरूले, विद्यार्थीहरूले, मेरो साथीहरूले, मेरो साथीहरू के भन्छ, मित्रहरूले हेर्नु होला। र भन्न चाहन्छु कि नडराउनु होला, मात्र नडराउनु कि 12को बोर्ड हो, BOARD बोर्ड भनेको त बच्चैदेखि देख्दै आएको बोर्ड मतलब टिचरले लेख्ने बोर्ड के। अनि टिचरले बोर्डमा लेख्छ न, हामी नि भोलि बोर्डमा लेखिदिने, मतलब कपीमा लेखिदिने। तर बोर्ड एक्जाम भनेपछि डराइदिनु पर्ने रे के, पर्ने रे यो रीति सिति स्थिति परिस्थिति कल्चर अनुसार, संस्कृति अनुसार आउँदाखेरि चाहिँ 12को एक्जाम अथवा 10को एक्जाम अथवा 8को बिहाली भनेपछि डराइदिनु पर्ने। 7को फाइनलसँग हामीलाई मतलब छैन, 9को फाइनलसँग मतलब छैन, 11को फाइनलसँग मतलब छैन, तर यिनीहरू बोर्डहरूमा चाहिँ डराइदिनु पर्ने रे। तर खै किन डर चाहिँ लागेको छैन मलाई है, भोलि एक्जाम इङ्ग्लिसको एक्जाम। अनि मात्र यो भन्न चाहन्छु कि गाइज बोर्ड जस्तो होस्, अब कस्तो कतिको इम्प्याक्टफुल हुन्छ यो सर्टिफिकेट मलाई थाहा छैन जिन्दगीमा, किनभने मैले भविष्य देखाएँ होइन। तर वाट इज इम्पोर्टेन्ट कि तपाईँहरूले के सिकेँ कि 12 कक्षासम्ममा, मतलब मैले के सिकेँ, मेरो लागि भनौँ न होइन, मैले मेरो लागि रिलेट गरेँ भने त हजुरहरूको लागि पनि रिलेट हुन्छ होला। मैले के सिकेँ भन्दाखेरि अलिअलि नलेज त छ, तर नलेज भन्दा पनि इम्पोर्टेन्ट हो यसले 12 कक्षासम्म पढ्दाखेरि हाम्रो कस्तो एटिट्युड हुनु पऱ्यो भन्दाखेरि प्रब्लम सल्भिङ एटिट्युड हुनु पऱ्यो कि। लाइक कुनै पनि प्रब्लम आओस् न, प्रब्लम फेरि म्याथको इक्वेसनमा मात्र प्रब्लम हुँदैन, प्रब्लम कतिवटा हुन्छ हामीलाई कसैले भन्नुपर्छ प्रब्लम कति हुन्छ, प्रब्लम त 1000 थरी हुन्छ नि जिन्दगीमा। त्यो प्रब्लमलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ, जस्तै म्याथको इक्वेसन जस्तै त्यो प्रब्लमलाई कसरी लिनुहुन्छ र कतिवटा टेक्निकले सोच्नुहुन्छ। म्याथको त धेरैवटा टेक्निकले सल्भ गर्छौँ नि, यताबाट उता यो थ्योरम ऊ थ्योरम लगाएर सल्भ गर्छौँ नि। त्यस्तै लाइफको प्रब्लमलाई चाहिँ कतिवटा टेक्निक लगाएर चाहिँ कति थरीले सोच्न सक्नुहुन्छ भनेर सायद यस्तै सिकाउन खोज्नुपर्ने यस्तै हो। अब थ्योरी त जीपीटी AI अटोमेसन कहाँ पुगिसक्यो जमाना, थ्योरी बढेर भनिएर भने। र बेसिक नलेज चाहिँ हुनु पऱ्यो होइन। लाइक हरेक कुरालाई फिजिक्सको एङ्गलले अलिकति हेऱ्यो भने रमाइलो नि हुन्छ जिन्दगी, किनभने सबै फिजिक्स हो, हामीलाई केले अड्काएर राखेको ग्राभिटीले। एन्ड मात्र भन्न चाहन्छु नडराउनु होला, प्लिज नडराउनु, प्लिज मेरो बिन्ती छ नडराउनुहोस्। किनभने अब म ग्यारेन्टी त लिन सक्दिनँ, म मेरै भविष्यको ग्यारेन्टी लिन सक्दिनँ, हजुरको कसरी लिनु होइन। तर एउटा भिजन राख्नुहोस्, एउटा गोल राख्नुहोस्, र त्यो गोलको लागि चाहिँ
भगवान कसम कसैसँग नडराउनुहोस् किनभने अरूलाई कपी पनि गर्न नखोज्नुहोस् कि जब मैले इलोन मस्कलाई कपी गरेर मैले सक्दिनँ नि उसको ब्याकग्राउन्ड छुट्टै छ मेरो ब्याकग्राउन्ड छुट्टै छ उसको नलेज छुट्टै छ मेरो नलेज छुट्टै छ उसको क्यापेसिटी छुट्टै छ मेरो क्यापेसिटी छुट्टै छ सक्दैन नि त त्यसैले कसैलाई कम्पेयर नगर्नुहोस् ओन्ली यु बी यु एन्ड यु विल बी पर्फेक्ट यो चाहिँ भनाइसकेँ होइन त्यही भएर अब मिस्टर बिस्ट जस्तो भयो के काम होइन मिस्टर बिस्ट हुन्छ नि म किन हुने होइन त्यही भएर 12 कक्षापछि केही बेर सोच्नु होला यो बोर्ड त आइहाल्छ 10 दिनमा सकि पनि हाल्छ अब टिचरहरूले आन्दोलन गरेका थिए होइन टिचरहरूले जुन हाम्रो बोर्ड लिन पनि किन मानेको टिचरहरूले उनीहरूको 9 बुँदामा चाहिँ उनीहरूको मनी ओरिएन्टेड प्रब्लम चाहिँ सल्भ भयो उनीहरूको त आफ्नो सल्भ भयो कस्तो 9वटा बुँदामा एउटा पनि बुँदा एजुकेसन रिलेटेड केही छैन भनेपछि के गर्नु होइन नेपालमा त एजुकेसनको भ्यालु नै छैन भन्ने बुझ्न थालेँ मैले तर एजुकेसन भनेको चाहिँ इम्पोर्टेन्ट हो के एजुकेसन भनेको के हो शिक्षा त चाहियो नि लर्निङ इम्पोर्टेन्ट हो तर किताबी मतलब त्यो घोकन त्यो चाहिँ इम्पोर्टेन्ट होइन कि थियो त इङ्ग्लिस क्लास पनि थियो त के अरे इङ्ग्लिस बुकमा पनि थियो त गाइज नलेज एन्ड विजडम नलेज भनेको चाहिँ डाटा र इन्फर्मेसन जति पनि ज्ञान गुणको कुराहरू छ त्यो सबै नलेज हो तर विजडम भने त्यसलाई कसरी प्र्याक्टिकली इम्प्लिमेन्ट गर्ने के त्यो भने विजडम त्यही भएर प्र्याक्टिकल्ली चाहिँ इम्प्लिमेन्ट गर्न सिक्नुपर्छ र 12 पछि गाइज के गर्ने युनिभर्सिटीमा जानु पर्ला होइन कति थरी अलि यता युनिभर्सिटीमा जानु पर्ला युनिभर्सिटीको लागि फर्म भर्नु पर्ला इन्ट्रान्स दिनु पर्ला म नि दिन्छु होला पुल्चोको लागि तर यो सबै चाहिँ मलाई किन ऱ्याट रेसतिरै दौडाइरहेको जस्तो पनि लाग्छ त्यही भएर यदि तपाईँको भगवान कसम मनको कुरा सुन्नु है कसैको नसुन्नु किनभने मनको कुरा सुन्यो भने तपाईँको मनको कुरा तपाईँलाई मात्र थाहा हुन्छ अरूको कुरा त सबले थाहा हुन्छ अरूले दिने भनेको जेनरल नलेज हजुरको स्पेसिफिक नलेज हुन्छ स्पेसिफिक नलेज इज फार मोर बेटर देन जेनरल नलेज होइन आफ्नो लागि चाहिँ अरू कुरा थाहा छैन अनि त्यसपछि त्यही भएर डराउनु भएन गाइस कोसँग डराउने किन हजुरको एउटा गोल हुनु पर्यो गोलको लागि लड्नलाई स्किल्सहरू हुनु पर्यो स्किल छैन भने मेरो पनि छैन नि मेरो एउटा गोल छ महाकसम एउटा धेरै ठुलो गोल छ त्यसको जर्नी पनि म अब केही दिनपछि यही च्यानलमा अपलोड गर्छु त्यो हेर्नु होला लास्ट टाइम मतलब भगवान कसम धेरै ठुलो जर्नीको लागि मैले अब जर्नी सुरु गर्नेछु भनेर सोचेको छु त्यो च्यानललाई सब्सक्राइब गर्नु होला किनभने अब जिन्दगी जस्तो पनि हुनेछ मेरो च्यानलबाट चाहिँ केही भ्यालुएबल चिज आउँछ के त्यो चाहिँ म लेखेर दिन्छु भ्यालुएबल चिज आउँछ मेरो च्यानलबाट अब केही दिनमा अबको केही वर्षमा मेरो सोलबाट केही भ्यालुएबल चिज आउँछ हजुरको लागि र त्यस्तै हजुरकोबाट पनि केही भ्यालुएबल चिज आउनु पर्यो जिन्दगीमा त्यो पनि त्यस्तो त्यो वाला माइन्डसेटले हिँड्नु होला 12को एक्जाम मलाई चाहिँ थाहा छैन मलाई थाहा छैन 12को एक्जामले खासै फरक पार्दैन जस्तो लाग्छ मलाई तर मेन भनेको 12 पछिको जुन युनिभर्सिटीमा जानुहुन्छ भने त्यसको लागि लड्दाखेरि चाहिँ अलिक फुल स्कलरसिपमै पाउनु होला 12 पछि विदेश जाने त नजानु होला 50 थरी न्युजमा त आएकै छ होइन यहाँबाट विदेश जाने विदेश गएर अर्काको देशमा के हुन्छ कि गाइस विदेश गएपछि इमेजिन गर्नु तपाईँ विदेश पुग्नु भयो अरे होइन म विदेशमा छु अहिले सबबाट टाढा आएर म विदेशमा आएँ अब के गर्ने के छ मसँग कलेजको लागि एप्लाई गरेको भने कलेज जाउँ होला होइन तर वहाँ त 100 टाइम्स 135 टाइम्स धेरै पैसा लाग्छ के किनभने $1 बराबर 135 रुपियाँ त्यस्तै समथिङ 100 गुणा धेरै खर्च लगाएर जाने 100 गुणा धेरै खर्च लगाएर पढ्ने अनि नलेजको सट्टा हामीले विजडम लिन नि नखोज्ने अनि 100 गुणा खर्च गर्ने 100 गुणा खर्च गरिसकेपछि केही कमाउने अनि त्यो कमाएको कुरा चाहिँ त्यही खर्चसँगै बराबर अथवा अझै कम अझै ऋणमा डुब्ने खर्च जति खर्च गरे त्यति नउठाउने यो त प्रफिट लस त कमन प्रफिट लस त उठेन त गाइस प्रफिट कहाँ भयो त तपाईलाई सबै लसमा एक त 4 वर्ष 4-5 वर्ष लसमै जान्छ त्यही भएर के कमाउने त उमेर होइन नि त यो त्यही भएर स्किल सेट
लिनु सकेसम्म नेपालमै बस्नुस्। हालाकि एन्भाइरोमेन्ट धेरै खराब छ, मलाई पनि थाहा छ। सकेसम्म अनलाइनै सबै कुरा लिन खोज्नुस्। एउटा भिजन बनाउनुस्, नेपालमै केही गर्छु भनेर सोच्नुस्। किनभने नेपालमा अपर्च्युनिटी छैन। त्यही अपर्च्युनिटी नहुनु नै हाम्रो लागि अपर्च्युनिटी हो। कसैले अपर्च्युनिटी देखाएन भनेपछि कति धेरै अपर्च्युनिटी छ जुन कसैले देखाएन, त्यो पोइन्ट हो के। त्यसैले आई डोन्ट थिङ्क विदेश जानु इज अ गुड अप्सन। मेरो तर्फबाट चाहिँ होइन, मेरो जिन्दगीमा म विदेश जान्न भनेर भन्दिनँ, तर म विदेश किन जान्छु भन्दाखेरि म विदेश घुम्न जान्छु कि। देशमा धेरै कुरा राम्रो राम्रो कुराहरू छ भने जुन एज अ टुरिस्ट जाने हो कि, घुम्न जाने हो। काम गरेर नि अर्काको देशमा जान्छ नोकर जस्तरी। काम त आफ्नै देशमा गर्ने हो नि गाइस, होइन? त्यही भएर काम आफ्नै देशमा गर्ने, इन्भेस्टमेन्ट बरु बाहिरबाट ल्याउने के। वाइ कम्बिनेटर भन्ने च्यानल हेर्नुहोस्। वाइ कम्बिनेटरले स्टार्टअप जर्नीलाई फन्ड गर्छ। स्टार्टअप गर्नुहोस्, बिजनेस गर्नुहोस्। त्यत्रो धेरै उनीहरूले बिजनेस कसरी गर्ने, किन गर्ने, सबै कुरा एक्सप्लेन गरेर त्यहाँबाट नलेज लिनुहोस्, उनीहरूबाट फन्डिङ लिनुहोस्, नेपालमै केही बिजनेस गर्नुहोस्, अनि एक्सपान्ड गर्ने हो क्या, ग्लोबल्ली एक्सपान्ड गर्ने हो गाइस। अनि ल्याउने होइन झ्यापझुप बाहिरबाट उठाएर। तर सोचे जस्तो सहिलो हुँदैन, बोले जस्तो सहिलो हुँदैन। त्यही भएर काम चाहिँ गर्नुपर्छ। त्यही भएर कहाँ के कत्रो ठुलो काम छ जिन्दगीमा, त्यत्रो अबको 50 वर्ष 60 वर्ष यत्रो काम गर्नु छ, लड्नु छ। अनि आएर 12देखि डराएको, 12को बोर्डदेखि डराएर हुन्छ। सोच्ने हो नि 60 वर्ष बाँच्नु भनेर। त्यही भएर गाइस 12देखि नडराउनु होला। डर लाग्छ भने नि अलिअलि मात्र डराउनु होला, धेरै नडराउनु होला। सिरियस चाहिँ हुनुपर्छ, तर नडराउनु होला। र यो जुन सुसाइड गर्ने परम्परा छ हाम्रो साथीभाइहरूको, मैले देखाएँ 60 वर्ष देखाएँ, अझै पनि सुसाइड गर्न चाहनुहुन्छ। 60 वर्ष बाँकी छ गाइस। यत्रो धेरै अपर्च्युनिटी छ। अपर्च्युनिटी नहुनु नै हाम्रो लागि अपर्च्युनिटी हो। त्यही भएर वाट द हेल इज सुसाइड भन्ने चिज के हो, छि। त्यही भएर त्यस्तो काम नगर्नु होला, नडराउनु होला। म पनि 12कै विद्यार्थी हुँ, भोलिबाट मेरो एक्जाम छ भगवान् कसम। र मलाई पनि जेलमा बसे जस्तै लाग्छ, लागिरहेछ। लाग्यो त छैन मलाई, त्यही भएर मेरो एउटा मात्र पोइन्ट हो। ओके, बुझिहाल्नु। मतलब क्रस द्याट पेपर, चीर के रख्दैन। मतलब विजय भव फतेह, मतलब खासै ठुलो जङ त होइन, त्यही पनि फतेह हुन्, विजय हुनु। र 12 पछिको जर्नीको लागि चाहिँ गाइस बेस्ट अफ लक। त्यो रियल जर्नी हो है, त्यो भनेको चाहिँ रियलवाला रियल लाइफको जर्नी हो कि। त्यसको लागि चाहिँ बेस्ट अफ लक। 12को एक्जाम त भइहाल्छ त्यही भएर नडराउनु होला। रियल जर्नीको लागि चाहिँ बेस्ट अफ लक। र सब्सक्राइब टु माई च्यानल, किनभने अब क्रेजी थिङ हुनेवाला छ। क्रेजी हुनेवाला छ। धेरै अप्स एन्ड डाउन्स आउनेवाला छ, भगवान् कसम भनिरहेको छु। र नेभर गिभ अप, ड्रिम बिग। जिन्दगीमा कहिले सानो सोच्ने होइन। म त कसम, म स्पोइलर दिन्छु, बिलियन्स र बिलियनर, त्यो हो क्या टार्गेट। त्यही भएर सब्सक्राइब टु माई च्यानल एन्ड बेस्ट अफ लक गाइज। आई होप केही बुझ्नुभयो होला, मैले दिन खोजेको म्यासेज लिनुभयो होला। र यो एकचोटि कराउनु त। यस, जिन्दगी धेरै लामो छ, धेरै कुराहरू गर्नु छ, नडराउनुहोस्। विजय भव। सब्सक्राइब टु माई च्यानल, सब्सक्राइब मी, आई लभ यु टु। अहिलेलाई यति नै। यो च्यानलमा धेरै सब्सक्राइबर नै छैनन्, तर अहिलेलाई अब यदि बोर्ड नसकेसम्म भिडियो नै अपलोड हुँदैन होला। तर त्यसपछि चाहिँ मलाई त्यो त्यहाँ जानु छ कि 12 पछिको दुनियाँमा टेक्नु छ। र अहिलेसम्म त रमाइलो भयो, बच्चै दियो होइन, दारी पनि अलिअलि आयो, जुङ्गनी आयो। अब रमाइलो हुन्छ कि जिन्दगी, रमाइलो अब सुरु हुन्छ, फाइट अब सुरु हुन्छ। सो यो सानोतिनो फाइट, यो सानोतिनो कुराहरूदेखि नडराउनु होला। रियल फाइट आउँदैछ, गेट रेडी फर द्याट।
बेस्ट अफ लक राम्रोसँग दिने ओके ओके बाई फेरि पनि चाहन्छु सब्सक्राइब टु माई च्यानल एन्ड डोन्ट फियर ओके म नि 12 गते त्यहाँ थियो मेरो भोलिबाट एक्जाम छ हाम्रो भोलिबाट एक्जाम छ ओ ये ओके बाई